बुढा नीलकण्ठको कृष्ण मन्दिरमा इस्कनमा छु अनि म एक्लै छैन हैन मेरो साथीसँग छु धेरै खुसी भएको अवस्था हामी चाहिँ मन्दिर दर्शन गरेर अब फोटो खिच्न लागेको भिडियो गराउन लागेको आकै त्यही फोटो खिच्न भिडियो गराउन पनि हो उहाँको गराइदिने यस्तो टल क्या हो यो हो हाम्रो इस्कन कृष्ण मन्दिर यो पनि नयाँ गराएको यो शिवको मन्दिर अनि उता पनि कति धेरै चेन्ज गरेछ पहिला आउँदा बनाउँदै थियो अहिले कति राम्रो गराएको छ हो Hare Krishna, Krishna Rama, Hare Rama, Rama Rama, Hare Hare, Hare Hare, to buy book interested to read यो हो हाम्रो इस्कन अझै हामी डुलेर फोटो खिचेर सकेको छैन यो शिवजीको गुफा यहाँ इस मन्दिर दिस इज इस्कन यहाँ इज पूजा How was your day, Pooja? How you feel? How many times you came here? यो बिहानको आरती हेर्न एकदम उसकाउनु चाहिँ मनमा जति पीडा भयो जति अशान्ति नेगेटिभ थिङ्किङहरू आए पनि एकदम त्यो कुराहरू सबै हराउँछ कि यस्तो म एक्सप्लेन गर्नै सक्दिनँ I feel happy and peace बनाएको है हामी यता हेर कस्तो फिल भयो तिमीलाई इस्कन आएर मन पर्यो फर्स्ट टाइम हो तिम्रो फर्स्ट थर्ड टाइम हो त्यहाँ आएको तर पहिला चाहिँ म कृष्ण जन्माष्टमीमा थिएँ दुईचोटि नै यता चाहिँ धेरै
यति भिड थियो कि हामी त्यहाँ छिर्न पनि 2 घन्टा लगाएको तर त्यहाँ दर्शन गर्न पनि नपाएको अनि त्यतिखेर त भिड भएर के अनि उसकै दिमागमा नि कस्तो भिड होला भन्ने भएको थियो अनि अहिले चाहिँ हामी फर्स्ट टाइम हो बल्ल पिस भएर आएको रमाइलो लाग्यो आरती खुसी लाग्यो अनि शान्त लाग्यो अनि मलाई चाहिँ नाच्न आएन अनि म त कस्तो अड फिल भइरहेको थियो मलाई मान्छेहरूले के सोच्यो होला अनि कस्तो मलाई सबैले मलाई हेरेछ होला यो केटी नाच्न नजानेको भनेर फिल भइरहेको कसैले नि त्यस्तो सोच्दैन सबैलाई आउँदैन नि त त्यहाँको साइडको त्यो एउटा दिदीले सिकाइरहनु भएको यस्तो यस्तो गर्ने यस्तो गर्ने सबैजना यहाँ हेल्पफुल हुनुहुन्छ मलाई चाहिँ सबसे मन परेको त्यहाँ भित्रको भगवानहरू आनन्द फिल भयो बसिरहँ जस्तो कि मतलब त्यसैलाई हेरेर बसिरहँ जस्तो क्या कस्तो राम्रो लाग्यो एकदम पिस एकदम सबै दुःख तिमी यसरी बिहान चाहिँ आएको थिएन होइन थिङ्किङै नआएको कि नआएपछि त यति पनि के कसैलाई केही गर्छु नराम्रो गर्छु भने त्यो हुन्छ नि बाटोमा हिँड्दा त कति नराम्रो नेगेटिभ थिङ्किङ आउँछ नि आएपछि कति एकदम खुसी लाग्यो नाच्दाखेरि झन् त्यो हरा त्यो के म्युजिकले है कस्तो एट्र्याक्सन गरेको के भगवानतिर के फर्स्ट टाइम राम्रो भयो एक्सपिरियन्स राम्रो लाग्यो फेरि आउनुपर्छ धेरै बिहान चाहिँ तिमी फर्स्ट टाइम आएको हो त्यही नै आज ढिलो भयो कि अलिकति पानी पर्यो गाइजहरू हामी उसँग राम्रो टाइम स्पेन्ड भयो हाम्रो स्याटरडे राम्रो गयो बिहान तर हामी 24/7 नै सँगै हुन्छौँ बिहान राम्रो भयो फेरि पानी पर्यो हाम्रो यो स्कर्टको हालत चाहिँ खतरा भएको छ साथीहरू हाम्रो न्यू स्कर्ट भनेर देखाउँ न स्कर्ट है साथीहरू खतरा लतारेछौँ यस्तो भइसक्यो स्कर्ट फर्स्ट डेमा लगाएको यति बिजोग पारेछौँ नि ल अब चाहिँ हामी इस्कन दर्शन गरेर अब फर्किन लागेको घरतिर पानी परेर बिजोग छ हाम्रो हालत भिडियो पनि के भयो तर मैले भिडियोमा बोलेको छैन किनकि यहाँ मन्दिरमा बोल्न हल्ला गर्न चाहिँ पाउँदैन त्यही भएर मैले सर्ट क्लिप राखेको छु धेरै भित्र पनि केही खिच्न पाएको छैन किनकि त्यो बोल्न खिच्न खासै दिँदैन अनि हामी भजनमै व्यस्त हुन्छ अनि त्यही भएर पनि हो चल्दैको ल गाइज बाई बाई हाम्रो भिडियो हेर्नु होला राम्रो होस् नराम्रो होस् जस्ट मेमोरीको लागि हुन्छ अनि पछि हेर्दा पनि म यो साथीसँग यहाँ गएको थिएँ यस्तो भएको थियो भन्नलाई पनि हुन्छ क्या धेरै कुरा पछि पानी परेर टिकटक बनाउनु मेसेज छैन है टिकटक गराउनु त बिर्सेछ धेरै कुरा बिर्स्यो फोटो र भिडियोले गर्दा पानी परेर हो कि मेन ठिकै छ त्यस्तो नराम्रो नि आएको छैन नेक्स्ट टाइम पनि आइहाल्छौँ नि अब अर्कोचोटि हामी साइड लगाएर आउँछौँ त्यही हो नयाँ कपडा फेर्दै आउने हो होइन सुतीको साडी कस्तो राम्रो लाग्थ्यो है केटीहरूले अनि नाच्न सजिलो हुन्छ कि यसले त कति अल्झाएर मलाई नाच्न नि भजनमा आफैले टेकिरहेको थियो अनि फेरि अरूले नि टेक्दैन खुरै छोडौँ हो म एक्लै आउँथेँ स्कुटरमा बिहान नै उठ्दै 8 बजी सकिन्थ्यो नि त अनि 9 बजी म घर पुगिसक्थेँ कि 8 साढे 8 बजी सकिन्थ्यो एक्लै आउँथेँ त्यहाँ भजन गाउँथेँ नाच्थेँ पानी परेर बिजोग छ भने